यो रक्षा बम बहिनी चाहिँ उता कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्यो, भएन हामीलाई थाहा पाउनु पर्यो, यसमा दोषी को छ हामी सारा जनताले थाहा पाउनु पर्यो भनेर आन्दोलन गर्न गया रहेछ। अनि त्यहाँ चाहिँ अरू साथी आएर के नाना थरी भनिदिने, त अवसरवादी होस्, त यस्तै होस् उस्तै होस्, तेरै प्रधानमन्त्री छन्, तेरै गृहमन्त्री छन्, तैँले नै बनाएको भनेर नाना थरी सुनाइरहेका क्या। प्रधानमन्त्री गृहमन्त्री सुशील त्यसको मात्रै होइन, सुशीला कार्की चाहिँ हामी सबैको प्रधानमन्त्री होइन भने सारा नेपालीको हो क्या। यसरी भन्न पाएँ भन्दैमा नभनिदिउँ न साथीहरू। एक त हाम्रो देशमा कसैले एउटा कुरा भन्न दियो भने 2-4 कुरा एक्स्ट्रै बोलेर गइजाने के। अनि रक्षा बमले यदि चाहेको भएपछि ऊ अहिले जुनसुकै पार्टीबाट टिकट लडेर संसद भवनभित्र हुन्थे, तर उसले सडक नै रोजेको छ। हिजो पनि ऊ सडकमै थिए र अहिले पनि सडकमै छ। उसमा केही परिवर्तन भएको छैन। अहिले झन् तिमीहरूले नाना थरी गाली गरेर अहिले उसलाई झन् त नाप्छ। अनि जेनजी आन्दोलनमा जो कोही पनि थिएन, जो आफ्नो व्यवसाय गरेर बसेका थिए, कोही केही गरेर बसेका थिए, तर जेनजी आन्दोलनमा आएका पनि थिएनन्। म जेनजीको लिडर हुँ भनेर उनी संसद भवनभित्र पुगिसकेका छन् कोही कोही त। भनेपछि उसले सडक नै रोजेको छ। ऊ त्यति पनि अवसरवादी छैन कि जति तिमीहरूले भन्न लागेका छौ। उसले पनि कार्की आयोगलाई प्रतिवेदन कार्की आयोगको सार्वजनिक गरेको भनेको छ। हामीलाई सबैलाई चाहिएको पनि त्यही हो। अनि नाना थरी यसरी आरोप नलाउँदा नै हुन्छ हो साथीहरू। अब हाम्रो देशको चेली हो, उसले केही गलत गरेको छैन, गलत गरेको ठाउँमा गलत गर्यो भनेर भन्दा हुन्छ। त्यही भएर मलाई लाग्छ रक्षा बमले चाहिँ अहिले सही बाटोमा माग गरिरहेछन्, प्रतिवेदन सही माग गरिरहेछन्। त्यहाँ पनि बरु एकजुट भएर माग, तिमीहरू पनि माग गर होइन, यो अन्तरिम सरकार छ, माग गर कि प्रतिवेदन सार्वजनिक गर्यो भनेर। त्यही भएर एकतामा ठुलो बल हुन्छ साथीहरू। यसरी फुटेर हिँड्यो भने एकअर्कालाई आरोप र नाना थरी आरोप लगाउने हो भनेपछि यहाँ कसको पनि भलो हुँदैन क्या। नेपालमा यही त सबैभन्दा ज्यादा छ, एकअर्कालाई आरोप लगाउने, आफू चाहिँ दुधले धुएको भनेर आफूलाई साबित गर्न खोज्छन्।